एक महिनादेखि बेपत्ता सशस्त्रका 80 र युवती जङ्गलको रुखमा झुन्डेको अवस्थामा फेला। आखिर के भयो? पुरै एक महिना सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका 80 शक्तिराम परिवारले खोजिरहे, साथीहरूले सम्पर्क गर्न खोजिरहे, तर उनको कुनै अट्टोपट्टो थिएन। काभ्रेपलाञ्चोकको एक सामुदायिक वनभित्र रहेको महुवाको रुखमा झुन्डिएको अवस्थामा भेटियो दुईजनाको शव। एउटा शव सशस्त्र प्रहरीका 80 शक्तिरामको र अर्को 26 वर्षीय शर्मिला चौधरीको। आखिर एक महिनादेखि हराएका यी दुई जनासँग के भयो? यो घटना काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका 10 स्थित ठुली सामुदायिक वन क्षेत्र हो। स्थानीयले वन जङ्गलभित्र दुर्गन्ध फैलिएको महसुस गरेपछि त्यहाँ पुगेर हेर्दा महुवाको रुखमा दुईजना झुन्डिएको अवस्थामा देखिएको बताएका छन्। सूचना पाए लगतै प्रहरी घटनास्थल पुग्यो। प्रहरीले घटनास्थलको निरीक्षण गर्दा मृतकहरू पर्साको बहुडरमा 8 रामनगरका सशस्त्र प्रहरी बलका 80 शक्तिराम्स र कैलालीको घोडागोरी नगरपालिका 1 की शर्मिला चौधरी रहेको पुष्टि गर्यो। प्रहरीका अनुसार उनीहरू सलको पाछो प्रयोग गरी झुन्डेको अवस्थामा भेटिएका थिए। शव सडेको अवस्थामा रहेकोले घटना केही दिन अघि नै भएको हुन सक्ने अनुमान गरिएको छ। सबैभन्दा चासो विषय के छ भने 80 शक्तिराम्स एक महिनादेखि सम्पर्कविहीन थिए। उनी सशस्त्र प्रहरी बलको 15 नम्बर हेडक्वार्टर पाँचखालमा कार्यरत थिए। यति लामो समयसम्म सम्पर्कविहीन रहनुको कारण के थियो? उनी र शर्मिला चौधरी कसरी एउटै स्थानमा पुगे? के यो आत्महत्याको घटना हो वा यस घटना पछाडि कुनै अर्को रहस्य खुलेको छ? यही प्रश्नको उत्तर खोज्न अहिले प्रहरी अनुसन्धानमा जुटेको छ।